हामी चाहिँ अब चर्चतिर चाहिँ आइपुग्न लागेको ल। यो चाहिँ सिटीको वरपरको वातावरण तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो क्रिस प्रभु हुनुहुन्छ। आमेन। कसको लागि जन्मनु भएको? हामी सबैको लागि। आमेन। आउनुहोस् हामी यो समय उहाँको नाउँमा उचाल्नेछौँ सबै मिलेर। जय मसीह। नमस्ते सबैजनालाई। मेरी क्रिसमस भन्न चाहन्छु। म भने अहिले चाहिँ चर्चतर्फ जाँदैछु साथीहरू। आजको क्रिसमस प्रोग्रामलाई सेलिब्रेट गर्न तपाईँहरू कुन ठाउँदेखि भिडियोलाई हेर्दै हुनुहुन्छ सम्पूर्णजनालाई स्वागत छ। आज पनि हामी कुवेतमा क्रिसमस डेलाई सेलिब्रेसन गर्न गइरहेका छौँ। आशा गरौँ प्रभुले आजको दिनलाई एकदमै महिमित तुल्याउनु हुनेछ र हामी सबैलाई चाहिँ परमेश्वरले आशिषले गर्नुहुनेछ। र बाँकी कुराहरू चाहिँ म अब भिडियोबाट जोड्नेछु। अगाडिको भिडियोहरूमा म अहिले भने ट्याक्सीतिर जाँदैछु। ट्याक्सीबाट आज जानुपर्छ। सो दिस इज माई फर्स्ट एक्सपिरियन्स। आज यो पहिलो पटक हो जुन क्रिसमस चाहिँ मैले कुवेतमा मनाउन गइरहेको छु। गत वर्षको क्रिसमस एकदमै रमाइलो भएको थियो नेपालमै। र फेरि पनि साथीहरू सबैजनालाई विशेष धन्यवाद। जतिजना नयाँ हुनुहुन्छ यस च्यानलमा सबैजना चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला भिडियोलाई है। बाँकी कुराहरू चाहिँ अब अगाडिको भिडियोमा जोड्दैछु है। फाइनली साथीहरू हामी चाहिँ अब चर्चतिर चाहिँ आइपुग्न लागेको ल। यो चाहिँ सिटीको वरपरको वातावरण सक्नुहुन्छ। यहाँबाट हामी हुँदै चाहिँ अगाडि बढ्नेछौँ ल। अराउन्ड वातावरण आज ट्राफिक त धेरै छ रोडमा। त्योहरू है मन द वे भन्नुपर्छ है ल। एकदमै रमाइलो माहौल छ होइन। अनि यतातिरको यो दृश्य साथै क्रिसमसको माहौल एकदम छ। विदेशमा पनि देख्न सक्नुहुन्छ है। एकदम भिडभाड छ आज। अनि त्यो ब्रिजमा पनि देख्न सक्नुहुन्छ मानिसहरू चर्चतर्फको बाटो लाग्दै हुनुहुन्छ। ओ माई गुडनेस एकदमै धेरै भिडभाड छ यहाँ। फुल यो एरिया चाहिँ आज धेरै भरिएको छ। सेक्युरिटीलाई चाहिँ एकदमै प्रायोरिटी दिएको छ। सो हामी चाहिँ गेटमै बसेर दाइलाई चाहिँ पर्खिनुपर्छ जस्तो छ। बाँकी चाहिँ कुवेतको रोड लाइन हो। कुवेतमा चाहिँ क्रिसमस डेको माहौल चाहिँ यस्तो छ है। प्राय इन्डिया नेपालीहरू धेरै हुनुहुन्छ। सबै प्रवासी दाजुभाइ दिदीबहिनीहरूको यो माहौल हो। अनि चाहिँ आज यता भन्नुपर्छ ल। मेरी क्रिसमस लेखेको छ। बुक्सहरू देख्न सक्नुहुन्छ। परसम्म चाहिँ यस्तो माहौलहरू रहेछ। र यो कार्यक्रम चाहिँ चलिसकेको रहेछ। यो हाम्रो नेपाली चर्च चाहिँ यता माथि रहेछ है। अघि हामी तल थियो। नेपाली चर्च चाहिँ यता रहेछ। अहिले चाहिँ हामी यता आइपुगेका छौँ। खजुरको बोटको साथमा लाइट हाउस सर्भिस यो क्रिसमस ट्री डेकोरेसन एकदम राम्रो छ। फोटोग्राफीहरू भइरहेको छ। यहाँ चर्च खोज्नै गाह्रो छ है। सुनमा जाने यहाँ धेरै चर्चहरूको आज प्रोग्रामहरू रहेछ।
अनि एकदम गाह्रो छ यहाँ। सो वेटिङ गरिरहेको छु म ड्राइभरको। प्रभुमा प्रियजनहरू सबै आइसक्नु भएको छ र जति एक्लोपनको महसुस चाहिँ बिहानसम्म भइरहेको थियो, अहिले चाहिँ त्यस्तो छैन। किनभने प्रभुको परिवारसँग भेट भएको अवस्था छ। सो हामी एकअर्कामा अनचिनार भए तापनि प्रभुमा चाहिँ एउटै शरीर एउटै आत्मा भएको कारणले हुँदा हामी एकदमै खुसी छौँ। आजको यस मुस्लिम कन्ट्रीमा पनि क्रिसमसको विशेष प्रोटेक्सनको लागि चाहिँ पुलिसहरू पनि खटेको रहेछ। प्रोटोकल हेर्न सक्नुहुन्छ 1 2 अरे यता पनि छ 3 4 धेरै मात्रामा चाहिँ सुरक्षाको कुराहरूलाई पनि यहाँ विशेष प्राथमिकताका साथ गभर्मेन्टले लिइरहेको छ। हामी पनि अहिले चाहिँ पिउने पानी लिन गइरहेका छौँ। पानी आएको छ अरे तपाईँहरूलाई चाहिँ विशेष यहाँको माहौल चाहिँ अझ एकदमै भरिभराउँछ। जबकि यहाँको मुख्य बासिन्दाहरूले अथवा यहाँको नेतृत्वले यहाँको जुन हुनुहुन्छ उहाँहरू चाहिँ मान्नुहुन्न, तैपनि व्यक्त र सकिरहेको छ है। आउने क्रम जारी नै छ। हामी त ट्रली पनि लिएर हिँडेका छौँ। हामी दाजुभाइ चाहिँ भेट भयो आज 4 महिनापछि। प्रभुलाई धन्यवाद। साथीहरू चर्चभित्र प्रवेश गरिसकेको छ। प्रभुलाई धन्यवाद। दाइ यहाँ खाली छ त्यहाँ एउटा खाली भोलिन्टियर हो। भोलिन्टियर हो बसिरहेको त गएर तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो क्रिस प्रभु हुनुहुन्छ। आमेन। कसको लागि जन्मनु भएको? हामी सबैको लागि। आमेन। आउनुहोस् हामी यो समय उहाँको नाउँमा उचाल्नेछौँ सबै मिलेर। 2 3 गो। सरारा 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 येशूको प्रेम सरारा। सरारा 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 Cristo premaleera, Navidad yo.
सबै आजको माथि माथि सँगै सँगै चली उडेको मचेको त्यो बारेमा अधुरो त्यो आँखैमा बसे होला तिमीलाई राखेको हृदयको भारी बिसाएर सुनेको त्यो आवाजलाई भुलाउँदैछ यसो तिमीलाई जीवन दिनलाई हृदयको भारी बिसाएर सुनेको त्यो आवाजलाई भुलाउँदैछ यसो तिमीलाई जीवन दिनलाई प्रोग्राम एन्ड भइसकेको छ आजको सबैजनाहरूले खानाको व्यवस्था पनि गर्नु रहेछ सबैजना चाहिँ क्रिसमस स्पेसल हाम्रो चाहिँ अब यहाँ खानाहरू यसरी तयारी भएको छ खाँदै गरेको अवस्था छ है साथीहरू आउनुहोस् तपाईँहरू पनि खसीको मासु छ है अरू ड्रिङ्क्स फाइनल साथीहरू बसमा बसिसकेको छु म होइन उबरको बसहरू आज एकदमै भिड छ क्रिसमसले गर्दा डुब्ने जस्तो लाग्यो बाहिरको सिन
जताकतै ट्राफिकको बस्ती हुन्छ क्रिसमसले गर्दाखेरि एकदमै भिड ट्राफिक एकदमै छ सायद 1 घन्टा चाहिँ लाग्छ होला रुम पुग्नलाई